हे गाइज अनि आज चाहिँ हाम्रो जाने दिन आफ्नो मामालादेखि सो अब मामाहरूले सबै सामानहरू मामा भाइहरूले मिलेर सबै सामानहरू माथिसम्म लगिदिनुहुन्छ चौतारासम्म। त्यसको बाद हाम्रो अटो आउँछ अनि अटोले हाम्रो सामान बस स्टेसनसम्म लगिदिन्छ। सो त्यति भन्दै अगाडि के हुन्छ होला हेर्दै जानु होला। हिँड्ने दिन पनि आयो गाइस, हामी चाहिँ हिँड्दैछौँ सुनेको लास्ट मेरो चाहिँ तलदेखि आउँदैछ। अब यहाँनिर लाग्यौँ, अब भोजपुर पुग्छ अनि त्यसमा खै के हुन्छ, जाने कि नजाने हेर्नै पर्छ। यस्तो ब्युटिफुल नजारा हेर्दै हामी अगाडि बढ्दै थियौँ, तर अचानक के हुन्छ त यस्तो रुख झरेको बाटोमा रुखमाथि पल्टाएको जस्तो ढुङ्गाहरू झरेको देख्नु पर्दथ्यो। डर पनि लाग्दैथ्यो, तर हामी अगाडि बढ्दै थियौँ। अब आफ्नो घरतिर त जानै पर्यो, बस्नु हुँदैन त्यहाँ, अब कहाँ बस्नु होइन। अनि आफ्नो काम हुन्छ। सो हामी छिटो गर्दै अब केही हुन्छ भनेर छिटो हामी हिँड्दै थियौँ। त्यहाँदेखि बाटो हेर्नु न, माई गॉड, ट्र्याक्टरले चाहिँ बाटो बिगारेर घाम चाहिँ यस्तो मजाको लाग्यो। आज हिजो चाहिँ हिँड्ने भनेर सब रेडी भइसकेको थियौँ, तर सबै रेडी भइसक्यौँ तर पानी परेर हामी जानु पाएनौँ। सो गाइस आज चाहिँ हामी जान्छौँ। घामको लागि चाहिँ अब गाडी चल्छ कि चल्दैन बन्द छ भनेर आज 20 गते। सो आई डोन्ट नो हामी त्यहाँ जान्छ कि नै। सो बाटोको हालत टेम्पो त आइसक्यो रहेछ त। ओ गड, पानी धेरै परेर यस्तो भइरहेको छ। च्याम्के अनि यो तल के अरे चख्या कुकुनमा छ पुरै बत्ती छ। यो पाटा यो त यता ठुलो मामे दामा त्यो खसी किन्ने अरे यताको मान्छे, अनि त्यसको बुढोहरू खसी किन्नु पुग्छ उहाँ पुगेर लिएर आउँछ। अहिले त के को सब मान्छे चङ्खेर के छैटामा आउँदा यो भिर पाखा सेतोपट्टि राखेको अन्त सेतै सुस्ना मैले सुनाखरी भनेको उयो माथि भनेको यहाँ खुम्तीमा भेट्नु सकिँदैन हो के हो सुनाखरीको फुल जाँदैछौँ साथीहरू, जाँदैछौँ हामी चाहिँ। आधी बाटो आइसक्यो, अब फेरि ओह्रालो झर्नु पर्ने हुन्छ। तर खै अब त बाटोहरू कस्तो छ, गिलो छ भने त माई गड फेरि हुन्छ। ढुङ्गाहरू छ नि त, छिटो छिटो गाडी आयो नि हुन्छ नि गरेर जान्छ। किन आउनु हिँड्दै जाने नि।
हो त आधी रङ चाहिँ लगाइसकेको रहेछ नि आधी रङ चाहिँ लगाइसकेको मौसमी लु जम यति हो अब हामी त जाने गाइज घर पनि आइसक्यौँ अनि अहिले चाहिँ हामी खाना खाएर रेस्ट गर्दैछौँ सो अब बेड टाइम भइसक्यो अब सुत्ने बेला भइसक्यो सो आइ एम लिटरली भेरी टायर्ड बिकज अफ द लाइक ट्राभलिङ होइन बसमा अब त्यति साह्रो त हुँदैन सो ट्राभल गरेर थाक्यौँ सो हियर माई सिस्टर आउट देयर आफ्टर सो लङ माई मम इज स्लिपिङ एन्ड सो त्यति भन्दै आजको भिडियो म एन्ड गर्न चाहन्छु सो इफ यु लाइक आवर भिडियो डु सेयर सब्सक्राइब टु आवर युट्युब च्यानल बाई बाई